के तपाईँ ज्ञानेन्द्र साईको हनुमान हो? ए सरी गुरु, यो गुरु सरी यार अनि यो मुखमा खोज्नुपर्छ त। सरी यो ठ्याक्कै यो भिडबाट म सरी। होइन तपाईँ यस्तो काम चाहिँ नगर्नुहोस् होइन है। यो अबको गृहमन्त्री प्रधानमन्त्री अब ज्ञानेन्द्र साई हुन्छ। कोही कसैलाई टाउको दुखाइ हुन्छ। ए सरी गुरु, नयाँ युगको नयाँ परिवर्तन हुनुपर्छ है। नयाँ युगको अहिले जेएनजी आन्दोलन जस्तै हिजोका बुढाखाडालाई लखाटे, अहिले फेरि पुरानो खेलाडी कलाकारहरूलाई थन्क हामी आयौँ भनेर नयाँ पुस्ता आउन खोज्या हो। नयाँ पुस्तालाई गलत भन्न पाइयो त? पाइँदैन नि। जुम्ली जनताले भगवानको रूपमा मान्ने ज्ञानेन्द्र साईलाई सामाजिक सञ्जालमा आएर मुख छाड्ने, फलाना यस्तो ढिस्काना त्यस्तो तँ उस्तो तँ यस्तो अर्काको चरित्रमाथि चाहिँ नराम्रो बोल्ने मान्छेहरू सत्य होला नि त। ज्ञानेन्द्र साई राम्रो मान्छे हुन्, जसुकैले जेसुकै भनौँ। जुम्ली जनता राम्रो छन्, जुम्लीलाई हेप्न पाइँदैन। ज्ञानेन्द्र साईलाई हेप्या होइन, यो जुम्लीलाई हेप्या हो। जुम्ली जनतालाई हेप्न पाइँदैन र जुम्ली जनतालाई हेप्यौ भने साथी हो तिमीहरूले भोलि पर्सि यसको फेरि जवाब नराम्रोसँग कति उनीहरूले मात्र लानु, अरूले चाहिँ लानु पाउनु परेन, अरू चाहिँ खान पर्दैन। सधैँभरि उनीहरू मात्र हिरो भयो भने होइन, सधैँ उनीहरू मात्र प्रधानमन्त्री, सधैँ उनीहरू मात्र चाहिँ राष्ट्रपति बन्न पायो त प्रत्येक गरिबको छोराले जित्नुपर्छ। अनि तपाईँले के गर्नु खोजेको? सरी होइन नि, यो तपाईँले मुखमा चाहिँ किन खोज्नु खोजेको? नमोडौँ। प्रश्नलाई नमोड होइन, प्रश्नलाई मोड्न खोजेको होइन क्या। हतारमा भन्ने मान्छेको नाकमा दाँतमा मुखमा लाग्यो नि। यस्तो काम चाहिँ नगर्नु है पत्रकारजी। तपाईँले 2-3 चोटि गरिसक्नुभयो, यो हुँदैन है मसँग चाहिँ, यो हुँदैन। तपाईँ साँच्चीकै ज्ञानेन्द्र साईको हनुमानै हो त? फेरि यस्तै कुराले तपाईँले भेट्नुहुन्छ है, हनुमानको कुरा नगर्नुहोस् है। तपाईँ आफ्नो काम गर्नुहोस्। तपाईँको काम के? प्रकाश भुजेल चाहिँ ज्ञानेन्द्र साईको हनुमान कसरी भयो? सबैले गाली गरिराख्छन्, तपाईँ यति बेला प्रशंसा गरेर पटक भिडियो हालिराख्नु। म गर्छु, मैला मन पराउने मान्छेलाई म गर्छु। तपाईँलाई किन टेन्सन? तपाईँलाई के पोल्यो? तपाईँको घरमा के छाक टर्यो? तपाईँको घरमा के खान पाउनु भएन, लाउन पाउनु भएन? मैले झाँक्री बनाएको छु त 50-60 जना, 100, 200, 300 जना। अब मभन्दा जान्ने छैन भनेर मैले त्यो बच्चालाई फ्ल्याङ हान्नु त त्यो मिल्दैन। तपाईँ कुन पार्टीको झोले हो? तपाईँले हामीलाई झोले भन्नै पाउनुहुन्न। के कुरा गर्न थाल्यो त नि? केही लगेन अरे, केही दिएन अरे, तपाईँको घरमा लगेर दिनुपर्ने? खोइ त त्यहाँ बजेट गएको छैन भन्छ, जनताहरूको गुनासो छ। जुम्ली जनतालाई गएर सोध न, यहाँ आएर बुम तेर्साएर मलाई ठोक्या जस्तो हुन्छ? होइन, जुम्ली जनताकै यही बुम लगेर जुम्ली जनताबाट जानु, ढाडो भाँचिने गरी ठोक्ला नि विचार गर्नुहोस् है साथी हो। यस्ता फटा काम चाहिँ नगर, फटा कुरा, यस्ता नचाहिँदो कुरा गरेर समाजलाई भड्काउने काम नगर। यसरी नै प्रश्न सोध्दै जानुहुन्छ नि। तपाईँ कहाँको कुन पत्रकार हो? कार्ड दिनुहोस् त तपाईँको पत्रकारिता। मैले कार्ड देखाउनु पर्यो भने सम्बन्धित ठाउँमा देखाउँछु प्रत्येक व्यक्तिलाई। मलाई लाग्छ त यस्ता नकली पत्रकारहरू त कति आयो। मलाई जहाँसम्म लाग्छ तपाईँ पनि त्यही पत्रकार हो कि? अलि पत्रकारको चाहिँ त्यो भूमिका बाँध्दै सक्नु भएन। कहिले नाकमा खोज्न आउने, कहिले चाहिँ हनुमान हो। यस्ता प्रश्नले त ढोका थुनेर टोयलेटमा तपाईँलाई दिनभरि राखिन्छ नि फेरि।